आराम हुनुहुन्छ? आरामै छु। हजुरको शुभ नाम के होला? मेरो नाम जगनारायण थारू, बैजनाथ गाउँपालिका वार्ड नम्बर 8, हजुर, बाँके जिल्ला। हजुर। तपाईँको कृषि फर्मको नाम? मेरो कृषि फर्मको नाम जेएन कृषि फर्म, हजुर, बैजनाथ थारू। अहिले हजुरले यो कुन जातको धान लगाउनु भएको छ सर? यो होचो काला नमक जातको धान हो। हजुरले यो बिउ कहाँबाट ल्याउनु भयो, कसरी के गर्नुभयो सर, यसो भनिदिनु पर्यो सर। यो बिउ ज्ञान केन्द्रले दिएको हो, यो नेपालगञ्ज बाँकेको ज्ञान केन्द्रले। हजुर, मलाई 1 हेक्टर खेती गर्नलाई 40 किलो बिउ दिएको थियो। ज्ञान केन्द्रको भने चाहिँ बिउ नै निःशुल्क ज्ञान केन्द्रले दिनुभयो हजुरलाई? बिउ मात्रै निःशुल्क दिनुभयो कि ज्ञान केन्द्रले त्यो सँगसँगै अरू के दिनुभयो सर? यो 1 हेक्टर खेती गराउनलाई उसले ज्ञान केन्द्रले पुरै सहयोग दिएको हो। जस्तै हामीलाई बिउ 40 किलो, अनि मल 1 बोरी डिएपी, 4 बोरी युरिया, अनि 25 किलो पोटास दिएको थियो। एकदम हजुरलाई जे भयो नि बिउ मल विषादीदेखि लिएर सबै कुराहरू हजुरलाई ज्ञान केन्द्रले, कृषि ज्ञान केन्द्रले बाँकेले उपलब्ध गराउनु भएको छ। हजुर। अनि त्यसो भए तपाईँले यो बिउ कहिले ब्याड राख्नु भएको थियो हजुरले? यो जेठको 16 गते बिहार राखेको हो। जेठको 16 गते ब्याड राख्नुभयो। अनि त्यसपछि बेर्ना कहिले अनि रोप्नुभयो? त्यसपछि असारको 11 देखि 13 गतेसम्म 3 दिनमा हामी यो 1 हेक्टर भ्याएको हो रोपेर। हजुर। अनि 11 गतेदेखि 13 गतेसम्म यो हजुरले रोपेर भ्याउनु भयो। त्यसपछि यो पहिलो टप ड्रेसिङ कहिले गर्नुभयो हजुरले? अब रोपेको मैले 20 दिनपछि टप ड्रेस गरेको हो। हजुरले यो रोपेको 20 दिनपछि पहिलो टप ड्रेसिङ गर्नुभयो। अनि दोस्रो टप ड्रेसिङ कहिले गर्नु? त्यसपछि अझै त्यो फेरि 20 दिनपछि। पहिलो टप ड्रेसिङ गरेको 20 देखि 25 दिनपछि फेरि दोस्रो गर्नुभयो। मैले डिएपी पोटास युरिया जिङ्क मिसाएर गराएँ। लेवैमा हामी रोप्दैखेरि छर्यौँ। हजुर। त्यसपछि अब टप ड्रेस 20 दिनपछि टप ड्रेस गर्दाखेरि जिङ्क र युरिया हल्का युरिया मिलाएर टप ड्रेस गरेँ। हजुर। योभन्दा पहिला पनि यहाँ कृषि ज्ञान केन्द्रको अब प्राविधिक सहयोगमा तपाईँको यहाँ बीचमा आइराख्नु भएको छ होइन? अनि यसमा तपाईँले योभन्दा पहिला आउने क्रममा अलिअलि पहेँलो भएको थियो, यो रोगहरू लागेको अवस्था पनि थियो र त्यो न्यूनीकरण गर्नलाई हजुरले के गर्नुभयो? यो पहिला धेरै पटक यसमा रोग लाग्यो, कहीँ खैरो पात हुने, कहीँ सेतो किरा फट्याङ्ग्रा यो सबै लागेर सेतो पात भएको थियो। हजुर। अनि जब यो पसाउने बेला हुँदाखेरि मैले टप ड्रेस गरेँ फेरि। हजुर। यो अझै भित्रै थियो यसको बालाहरू। त्यो बेला टप ड्रेस गर्दाखेरि डिएपी र पोटास र जिङ्क मिलाएर टप ड्रेस गरेँ। हजुर। अनि यो हरियो भएको पछि पसाउँदाखेरि एकदम यो राम्रोसँग पसायो। यो पहिलाको पातहरू तल भइगयो। हजुर। अनि पसाइसकेपछि फेरि मैले अर्को यो विषादी छरे, यो फट्याङ्ग्रा, यो चुस्ने किराहरू गाँठीहरू हुन्छन् नि। हजुर। त्यो बेला गर्दाखेरि मैले रोग लागेको थियो पातहरू, यो खैरो हुँदाखेरि मैले यसमा पोल्ट्रोफाइरिस र जिङ्क र कपर अक्साइड मिलाएर छरिदिएको थिएँ। हजुर। त्यो गर्दाखेरि हजुरको अहिले पूर्ण रूपमा न्यूनीकरण भएको छ? न्यूनीकरण भयो। त्यो खैरो पातहरू सब खत्तम भयो। अनि यो डडुवा जस्तो थियो त्यो डडुवा पनि खत्तम भएर अहिले राम्रो छ। अहिले एकदम खुसी हुनुहुन्छ हजुर? अहिले खुसी छु म। भने चाहिँ विगत हजुरले कति वर्षदेखि यो पहिलो वर्ष हो कि हजुरले लगाउनु भएको? यो काला नमक जातको मैले 4 वर्ष पहिल्यैदेखि लगाएँ। यो वर्ष 5 वर्ष भइगयो। विगत 4 वर्षदेखि लगाउँदै आइराख्नु भएको छ र रिजल्ट हेर्ने बेला हजुरले विगत 4 वर्षको तुलनामा अहिले के फरक पाउनु भएको छ? पहिले राम्रो थियो कि पहिला सबभन्दा पहिलाको वर्षमा राम्रै थियो, त्यसपछि बिग्रियो, अनि फेरि अहिले राम्रो भएको छ, यो सुधार भएको छ यो अहिले यो वर्ष 4-5 वर्षमा। ओके। अनि त्यसो भए तपाईँले योभन्दा पहिला जो काला नमक, यो होचा काला नमक लगाउनु भयो हजुरले, त्यो काला नमक लगाउने बेला हजुरले कहीँ कसैको सहयोगबाट, जस्तै यो वर्ष कृषि ज्ञान केन्द्रको पूर्ण रूपमा सहयोगबाट हजुरले यो काला नमक रोप्नु भयो भने योभन्दा पहिला व्यक्तिगत लगानी थियो कि अथवा कुनै पालिकाहरू कसैको लगानीबाट लगाउनु भएको थियो सर? काला नमकमा व्यक्तिगत थियो, तर बिउ एरी संस्थाले दिएको थियो, थोरै बिउ दिएको थियो। इरी नेपालले? हजुर। त्यसपछि मैले बिउ सङ्कलन गर्दै आफै त्यही बिउ बनाउँदै गएँ। हजुर। त्यही बिउलाई अलिकति पुरानो बिउ भएर पनि पोहोर साल अलि रोगी भएको हो। अहिले यो ज्ञान केन्द्रले दिँदाखेरि अहिले हजुर मूलै बिउ थियो, त्यस कारणले राम्रो छ। अनि तपाईँले जस्तै मानौँ न यहाँ वरिपरि अरू यो तपाईँको भिडियो हेरेर मार्फतहरूलाई सन्देश के दिन, कस्तो दिन चाहनुहुन्छ? मानौँ न तपाईँको यो काला नमक हेरेर अरूले पनि हामीले लाउन चाहन्छु भन्ने इच्छुक किसानहरूलाई तपाईँले आम्दानीको स्रोतमा अथवा कस्तो उसमा कसरी तपाईँले जानकारी दिनुहुन्छ? मैले यो काला नमक साथीहरूले भन्छु लगाऊ, कोही भन्छन् धेरै 165 दिन 170 दिनमा तयार हुने धान हामी के गर्ने लगाएर, तर यसको माग बहुत छ यो काला नमकको।
किनभने हामी 150 रुपियाँ किलो बेच्छौँ, 15,000 रुपियाँ कुन्टल जान्छ यो चामल। हजुर धानै सोझै धान माग्यो भने हामी 9,000 10,000 कुन्टल रुपियाँमा 1 कुन्टल धान दिन्छौँ। हजुर त्यस कारणले राधा चार र सामा मन्सुली त हामी अहिले 3,000मा पनि बेच्न सकिरहेको छैनौँ। राधा चार 4,000मा पनि सामा मन्सुली बिक्दैन। त्यस कारणले यो काला नमक लगाउने किसानहरूलाई फाइदै छ। उत्पादनको हिसाबमा जस्तै मानौ 1 हेक्टर राधाचार अथवा 1 हेक्टर सावा मन्सुली र यसमा कतिको फरक हुन्छ उत्पादनको हकमा, फाइदाको हकमा हजुरलाई? फाइदा त डबल टिर्बलै हुन्छ, किनभने अब 1 हेक्टरमा पनि त्यही 30-40 कुन्टलै हुने हो। हजुर सामा मन्सुली राधाचार। हजुर यो पनि हामी 1.5 कुन्टलसम्म 1 कट्ठामा 1.5 कुन्टलसम्म उत्पादन गर्न सफल भएको हौँ पहिला। हजुर अहिले यो वर्ष पनि अब हुन्छ कि जस्तो अनुमान छ। अहिले चाहिँ राम्रो छैन धान, 1 कुन्टल भन्दा बढी नै हुन्छ 1 कट्ठामा। अहिले 1.5 नपुगे पनि नाग्छ। भनेपछि हजुरले यहाँबाट अरू किसानहरू दाजुभाइहरूलाई यदि लगाउन चाहनुहुन्छ होला होचा काला नमक भने यसले उत्पादनको हकमा पनि अरू धान बराबर दिन्छ र के अरे मूल्यमा उनीहरूभन्दा तिर्बल चौबल गुणा बढी नै भएको हिसाबले गर्दाखेरि अरू 3-4 हेक्टर अरू जात लगाउनु र यो एउटै हेक्टर लगाउनुमा बराबर नै हुन्छ भन्ने हजुरहरूले सम्झिनुहुन्छ। कोही कोही भन्छन् धेरै पानी चाहिन्छ, पानी चाहिँदैन, मोटर हुनैपर्छ त्यहाँ। मोटर अथवा कुलो भएपछि उता कुलोसँग सिँचाइ गर्ने, पानी आएन कुलोमा भने मोटरले गर्ने। जमिन गिलो हुनुपर्छ। अब त्यस्तो ताल पार्नु नगरे पनि जमिन गिलो हुन राख्नु। ल ठिक छ। समग्र रूपमा अब तपाईँले अन्तिममा अब कृषि ज्ञान केन्द्रको तपाईँको प्राविधिक सहयोग, यहाँ आर्थिक सहयोग, बिउ विषादी सबै कुराहरूमा तपाईँले पाइसकेपछि त पक्कै पनि तपाईँ सन्तुष्ट हुनुहुन्छ भने लास्ट कृषि ज्ञान केन्द्रहरूलाई आगामी अपेक्षा के छ तपाईँको र कृषि ज्ञान केन्द्रलाई समग्र रूपमा के भनिदिनुहुन्छ हजुरले? कृषि ज्ञान केन्द्रलाई मैले धेरै धन्यवाद दिन चाहन्छु, किनभने हामीलाई यस्तो हौसला दिनुभयो कृषि ज्ञान केन्द्रले। पुरै फुल अनुदान दिएर 1 हेक्टर खेती गराउनु भयो। त्यो किनभने अरू किसानलाई पनि यस्तै सहयोग दिएपछि उनीहरू पनि नयाँ किसानहरू खेती गर्न चाहन्छन्। र यो काला नमक धेरै माग भएको कारणले अलि 1-2 किसानले गर्न सकिँदैन सबै माग पूर्ति। यो बास्नादार धान भएको चामल भएकोले यसलाई थोरै चामल हाल्नुपर्छ भातमा। अरू चामल जस्तै सामा मन्सुलीमा मिसाएर, अनि त्यस कारणले यो भात राम्रो हुन्छ। त्यसो समग्र रूपमा तपाईँ कृषि ज्ञान केन्द्र बाँकेसँग तपाईँ सन्तुष्ट हुनुहुन्छ, खुसी हुनुहुन्छ? आगामी दिनहरूमा यस्तै थप नयाँ कार्यक्रमहरूको, नयाँ जातहरूको लागि तपाईँ अपेक्षामा हुनुहुन्छ भन्ने समग्र तपाईँको फाइनल अपेक्षा त्यही नै हो? ज्ञान केन्द्रलाई के भन्छ, जस्तै अब अरू वार्ड अथवा गाउँपालिकालाई पनि यस्तो कार्यक्रम सञ्चालन गर्न ज्ञान केन्द्रलाई अनुरोध गर्छु। किनभने फुल अनुदान पाएपछि किसानहरू खुसी हुन्छन्। र त्यसमा सँगसँगै हाम्रो प्राविधिक हाम्रो सरलाई राख्नुभएको थियो, पुरै फुल टाइम दिनुभयो। 170 दिन पनि 1 महिनापछि आउँदाखेरि अब हामीलाई एकदम सहयोग भयो एकदम। हामी आफै गरे पनि उहाँले बेला यो गर्नु, आज टप ड्रेस गर्नु बेला आइगयो, यस्तो विषादी छर्ने रोग आयो भने सहयोग गर्नुपर्छ। अब त्यस कारण हामी सहयोग चाहिन्छ, यो प्राविधिक सहयोग पनि चाहिन्छ। तपाईँले ज्ञान केन्द्रबाट प्राविधिक सहयोग रूपमा बिचबिचमा समयसम्म महिनामै प्रत्येक समयसम्म पाइराख्नु भएको थियो होइन? त्यस कारणले म एकदम सफल भयो। वर्ष 4 वर्ष अगाडि गरे पनि हामी के हुन्छन्, अब अलिकता किसानले थोरै जस्तो हुन्छ, किसानले सहयोग गर्यो भने अलि राम्रो हुन्छ। ल हाम्रो तर्फबाट पनि तपाईँलाई धेरै धन्यवाद। अझै आगामी दिनहरूमा योभन्दा अझै नगरपालिका गाउँपालिकाहरूले तपाईँलाई पनि विभिन्न संस्थाहरूले पनि सहयोग गर्नु होला। सम्पूर्णलाई नमस्कार। मेरो नाम चाहिँ अङ्गराज बुढा, मेरो घर जुम्ला जिल्ला तथापनि गाउँपालिकामा हो। म चाहिँ यस कृषि ज्ञान केन्द्र मार्फत कोल्पो नगरपालिका कृषि विकास शाखामा चाहिँ कृषि प्राविधिक रूपमा कार्यरत छु। र अहिले मलाई जिम्मा यो तपाईँको बैजनाथ गाउँपालिका वडा नम्बर 8 झिङरामा चाहिँ काला नमक धान फुल अनुदान उहाँ दाइले भनिसक्नुभयो, दिनुभएको थियो। त्यहीमा चाहिँ मलाई चाहिँ प्राविधिक सेवा सल्लाह सुझाव दिने, टाइममा अनुगमन गर्ने मेरो चाहिँ जिम्मा थियो। उहाँले चाहिँ धेरै राम्रो काम गर्नुभएको छ, एकदम ठिक छ, बहुत सन्तुष्ट हुनुहुन्छ। पहिलाभन्दा पनि अहिले चाहिँ धेरै अलि उत्पादन पनि राम्रै हुन्छ कि जस्तो छ भन्नुहुन्छ है। अब राम्रो गर्नुभएको छ, उहाँलाई पनि धेरै धन्यवाद। हाम्रो कार्यक्रमलाई एकदम राम्रो तरिकाले भूमिका निभाइदिनु भयो। यति भन्दै हस्, धन्यवाद।